प्लस 2 पछि इन्डिया गएर पढ्ने प्लानिङ गराइरहनु भएको छ। नेपाली स्टुडेन्ट्सहरुमा एकदमै पपुलर युनिभर्सिटी शारदा युनिभर्सिटी जुन चाहिँ दिल्लीको नोएडामा रहेको छ, त्यहाँ तपाईले इन्जिनियरिङ र मेडिकल कोर्स दुवै गर्न सक्नुहुनेछ। यदि तपाईहरु इन्जिनियरिङ पढ्न चाहनुहुन्छ भने तपाईहरुले बीटेक इन कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी अथवा मेडिकल पढ्न मन छ भने तपाईले बीएससी नर्सिङ, जीएनएम नर्सिङ अर एनी अदर मेडिकल कोर्स गर्न सक्नुहुनेछ। युनिभर्सिटी ग्रान्ड कमिसनबाट मान्यता प्राप्त भएकोले यस युनिभर्सिटीको डिग्री इन्टरनेसनली एक्सेप्टेड छ। शारदा युनिभर्सिटीले इन्टरनेसनल लेभल स्टडी इन्भाइरोमेन्ट प्रोभाइड गर्छ, जहाँ तपाईहरुले डिफ्रेन्ट कन्ट्रीजबाट आउनु भएको स्टुडेन्ट्सहरुसँग इन्टरेक्ट गर्ने अपर्चुनिटी पाइन्छ। मोडर्न फेसिलिटी, क्वालिटी एजुकेसन र स्ट्रङ प्लेसमेन्ट अफरको साथमा तपाईहरुको लागि शारदा युनिभर्सिटी एकदमै बेस्ट चोइस हो। 2026 इन्टेकको लागि एडमिसन ओपन भइसकेको छ विथ 50% स्कलरशिप फर नेपाली स्टुडेन्ट्स। यदि तपाईहरु पनि शारदा युनिभर्सिटीमा गएर आफ्नो इन्जिनियरिङ अथवा मेडिकल कोर्स गर्न चाहनुहुन्छ भने आज नै हामीलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। वी आर लोकेटेड एट बुटोल राजमार्ग चौरा।